जिन्दगी बिताऊं, यो जिन्दगी बिताऊं। जसले गीता सुनायो, जसले गीता सुनायो, प्रभुलाई म के सुनाऊं, प्रभुलाई म के सुनाऊं, प्रभुलाई म के सुनाऊं, प्रभुलाई म के सुनाऊं। श्री राधे कृष्ण भन्दै यो जिन्दगी बिताऊं, यो जिन्दगी बिताऊं। श्री राधे कृष्ण भन्दै यो जिन्दगी बिताऊं, यो जिन्दगी बिताऊं। श्री राधे कृष्ण भन्दै यो जिन्दगी बिताऊं, यो जिन्दगी बिताऊं। जसले गीता सुनायो। भक्तवत्सल भगवान को जय हो। यसरी आएकी छिन् गीता। दोग्धा गोपाल नन्दन, भगवान गोपाल नन्दन दुनी हुनुहुन्छ, दुनुहुन्छ। सबै उपनिषदहरूलाई दुनुहुन्छ गोपाल नन्दन परमात्माले, परमात्मा श्री कृष्णले दुनुहुन्छ। अनि पार्थजी, पार्थ भनेका अर्जुन, अर्जुन जो हुनुहुन्छ वत्स हुनुहुन्छ, बाछो हुनुहुन्छ। दुध चाहिँ के हो भन्दाखेरि दुग्धम गीतामृतम महत, महान अमृत रूपी जुन गीता हुन्, महान अमृतै हुन् गीता। यो गीता चाहिँ दुध। यस्तै गीता हामीले प्राप्त गरेका छौँ, भगवत कृपाद्वारा प्राप्त भएको छ गीता। भगवान वेदव्यासले गीताको पनि यसरी रचना गर्नुहुन्छ र पनि भगवान वेदव्यासलाई कस्तो लाग्छ कि शान्ति हुँदैन। जबसम्म मनमा शान्ति हुँदैन तबसम्म भगवानको प्रसाद प्राप्त हुँदैन। प्रसादस्तु प्रसन्नता। प्रसाद भनेको के हो? हामी ढुक्कै प्रसाद खाने गर्छौँ। यहाँ भगवानलाई चढाएको प्रसाद खाने गर्छौँ, भगवानलाई अर्पण गरेको तीर्थ लिने गर्छौँ, भगवानलाई स्नान गराएको तीर्थ लिन्छौँ, पञ्चामृत भनेर लिन्छौँ हामी। तर प्रसाद भनेको के हो? प्रसादस्तु प्रसन्नता। हाम्रो मन कुनै पनि कर्म गरेर हाम्रो मन प्रसन्न भयो भनेदेखि हामीलाई त्यो दिन सबैभन्दा ठुलो प्रसाद मिल्छ। मन प्रसन्न भएका दिन विचार गर्नु, हामीलाई भगवानको प्रसाद प्राप्त भयो। यहाँनिर 17 पुराणको रचना गरिसक्दाखेरि पनि भगवान वेदव्यासलाई शान्ति प्राप्त हुँदैन। अनि भगवान वेदव्यासलाई यसो लाग्छ, एकान्तमा गएर बस्नुभएको छ भगवान वेदव्यास। अलकानन्दाको पानीलाई आचमन गर्नुभएको छ भगवान वेदव्यासले। पानी आचमन गरेर रुखका मुनि बस्नुभएको छ भगवान वेदव्यास। अनि ध्यान गर्दै हुनुहुन्छ। भित्र मनमा पोलेको छ, भित्र मनमा अशान्ति भएको छ। मन अशान्ति भयो भने कहाँ जानुपर्छ? मन अशान्ति भयो भनेदेखि बाहिरतिर जानु हुँदैन, बजारतिर जानु हुँदैन। कहाँ जानुपर्छ? भगवानका मन्दिरमा जानुपर्छ। भगवानका घरमा मन्दिर छन् भने भगवानका अगाडि जानुपर्छ, भगवानको मन्त्र जप गर्नुपर्छ, भगवानको प्रार्थना गर्नुपर्छ, भगवानलाई सोध्नुपर्छ, भगवानसँग बोल्नुपर्छ कि हे भगवान के गल्ती गरेँ होला मैले, के भयो होला आज मेरो मन अत्यन्त अशान्त छ भनेर भगवानलाई शिकायत गर्नुपर्छ। यहाँ भगवान वेदव्यासजी त्यही गर्दै हुनुहुन्छ। भगवानको ध्यान गर्नुहुन्छ, परमात्मालाई याद गर्नुहुन्छ। हे भगवान, मैले यत्रो धेरै गरिसक्दाखेरि पनि मेरो मन अशान्त भयो, मैले अब के गर्न बाँकी छ जस्तो लाग्छ। अनि सोध्दै हुनुहुन्छ। यसरी सोध्दै गर्दाखेरि के हुन्छ? गुरु आउनुहुन्छ। गुरु एव शक्य, गुरु सबैभन्दा समर्थ हुनुहुन्छ। गुरुको रूपमा यहाँ नारदजी आउँदै हुनुहुन्छ। नारदजी आकाश गतिबाट आउनुहुन्छ। नारदजी आकाश गतिबाट हिँड्दै हिँड्दै आउनुभएको छ नारदजी। नारदजी गर्दा म नारद भएको हुँ। मेरी माता हुनुहुन्थ्यो, म दासी पुत्र थिएँ। मेरी माताले अर्काका घरमा काम गर्नुहुन्थ्यो, अर्का घरमा काम गरेर आफ्नो वृत्ति चलाउनुहुन्थ्यो, जीवन चलाउनुहुन्थ्यो। मलाई पनि पाल्नुहुन्थ्यो, आफू पनि पालिनुहुन्थ्यो मेरी माता। एक दिन मैले सत्सङ्ग प्राप्त गरेँ, चतुर्मासको सत्सङ्ग प्राप्त गरेँ। महात्माजीहरूबाट मैले जब सत्सङ्ग प्राप्त गरेँ, भगवानको कृपा म माथि भयो, महात्माहरूको कृपा म माथि भयो। मलाई मन्त्र प्रदान गर्नुभयो, भगवानको स्वरूप बताउनु भयो। मैले खाँदाखेरि पनि कथा भएका बेलामा मैले जब कथादेखि पछाडि प्रसादी लिने बेला हुन्थ्यो, त्यो प्रसादीहरू पनि महात्माहरूको उच्छिष्ट मात्र, महात्माहरूबाटै आज्ञा लिएर मैले त्यो उच्छिष्ट प्रसाद भोजन गरेँ। त्यो भोजन गरेकाले गर्दाखेरि मेरो बुद्धि निर्मल भयो।
निर्मल भएको स्फटिक भएको बुद्धिले के गरो भन्दा कथा सुनो, सत्सङ्ग सुनो, भगवानका गुणगान गरो। सम्या प्रास नाम गरेका स्थानमा गएर भगवान वेदव्यास बस्नुभएको छ। अनि भगवान वेदव्यासले समाधि लगाउनुहुन्छ। भक्तवत्सल भगवानको जय हो। ब्रह्म भजन गर, विष्णु भजन गर, राम भजन गर भाइ हो, श्याम भजन गर भाइ हो। ब्रह्म भजन गर, विष्णु भजन गर, राम भजन गर भाइ हो, श्याम भजन गर भाइ हो, राम भजन गर भाइ हो। भक्तिको डोरी चुडिन लाग्यो, भक्तिको डोरी चुडिन लाग्यो, वेदको वाणी मेटिन लाग्यो, वेदको वाणी मेटिन लाग्यो। घोर कलियुग आइगो, घोर कलियुग आइगो। ब्रह्म भजन गर, विष्णु भजन, राम भजन गर भाइ हो, श्याम भजन गर भाइ हो। ब्रह्म भजन गर, विष्णु भजन गर, राम भजन गर भाइ हो, श्याम भजन गर भाइ हो। गीता अमृतको पान गरौँ, गीता अमृतको पान गरौँ, श्री कृष्ण चरणमा शरण परौँ, श्री कृष्ण चरणमा शरण परौँ। सत्कर्म साथमा जाने हो, सत्कर्म साथमा जाने हो। ब्रह्म भजन गर, विष्णु भजन गर, राम भजन गर भाइ हो, श्याम भजन गर भाइ हो, राम भजन गर भाइ हो। जिब्रोले हरि नाम पिउन पाओस्, जिब्रोले हरि नाम पिउन पाओस्। भजन गरेर यो प्राण जाओस्, भजन गरेर यो प्राण जाओस्। ईश्वरमै गाएर मिल्ने हो, ईश्वरमै गाएर मिल्ने हो। ब्रह्म भजन गर, विष्णु भजन गर, राम भजन गर भाइ हो, श्याम भजन गर भाइ हो, राम भजन गर भाइ हो। कदम कदम का पति कहामी, कदम कदम का पति कहामी। मानव जुनीमा छौँ भाग्यमानी, मानव जुनीमा छौँ भाग्यमानी। मुक्तिको द्वारमा जाने हो, मुक्तिको द्वारमा जाने हो। ब्रह्म भजन गर, विष्णु भजन गर, राम भजन गर भाइ हो, श्याम भजन गर भाइ हो। ब्रह्म भजन गर, विष्णु भजन गर, राम भजन गर भाइ हो, श्याम भजन गर भाइ हो, राम भजन गर भाइ हो, श्याम भजन गर भाइ
वत्सल भगवान को जय हो। ब्रह्म नद्यां सरस्वत्या माश्रम पश्चिमे तटे सम्या प्रासैति प्रोक्ता ऋषीणां सत्रवर्धन। ओम केशवाय नमः, ओम नारायणाय नमः, ओम माधवाय नमः, ओम गोविंदाय नमः, ओम विष्णवे नमः, ओम मधुसूदनाय नमः, ओम त्रिविक्रमाय नमः, ओम वामनाय नमः, ओम श्रीधराय नमः, ओम ऋषिकेशाय नमः, ओम पद्मनाभाय नमः, ओम दामोदराय नमः, ओम वासुदेवाय नमः, ओम शंकर्षणाय नमः, ओम प्रद्युम्नाय नमः, ओम अनिरुद्धाय नमः, ओम अधोक्षजाय नमः, ओम नारसिंहाय नमः, ओम अच्युताय नमः, ओम जनार्दनाय नमः, ओम उपेन्द्राय नमः, ओम हरये नमः, ओम श्रीकृष्णाय नमः, श्रीकृष्ण परब्रह्मणे नमः, ओम विशिष्ट परिवाराय सर्वदिव्य मंगल विग्रहाय श्रीमते नारायणाय नमः, श्री राधा सर्वेश्वराय नमः, पुराण पुरुषोत्तमाय नमः। हम यशो हाजिर छौँ नृत्यवाद्यादि गीतादि पुराण पठनादिवि लब्धोपचारै सकलै सन्तुष्टो भव माधव, संतुष्टा भव माधवी। रिद्धि सिद्धि से श्री गणेश भगवान की, श्री सूर्यनारायण भगवान की, श्री दुर्गा भवानी माता की, श्री सांब सदाशिव भगवान की, श्री लक्ष्मी नारायण भगवान की, श्री मर्यादा पुरुषोत्तम भगवान की, श्री राधा सर्वेश्वर भगवान की। हर 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 महादेव। अब हम यथास्थान में बसों, अभिषेक आया। मही देव इतंजदायुः शतमिन्नु शरदो अन्ति देवा जत्रा न चक्राजर संदनो नाम पुत्रासो जत पितरो भवन्ति मानो मध्यारीरिखता युगन्धोः अदिति देवरदितिरन्तरिक्षमदितिं माता सपिता सपुत्रः विश्वे देवा अदितिः पञ्चजना अदितिजातमदितिर्जनितम् देवो शान्तिरन्तरिक्षगुं शान्तिः पृथिवी। जय जय श्रीमन्नारायण। भद्रं कर्णिभिः शृणुयाम देवा, भद्रं पश्येमाक्षभिर्यजत्राः स्थिरैरङ्गैः तुष्टुवागुं सस्तनुभिर्व्यसेमहि देवहितं जदायुः। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर, गुरुर्साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः। अखण्डमण्डलाकारं व्याप्तं येन चराचरं तत्पदं दर्शितं येन तस्मै श्री गुरवे नमः। अज्ञानतिमिरान्धस्य ज्ञानाञ्जनशलाकया चक्षुरुन्मीलितं येन तस्मै श्री गुरवे नमः। लक्ष्मीनाथसमारम्भां नाथयामुनमध्यमाम् अस्मदाचार्यपर्यन्तां वन्दे गुरुपरम्परां। यो नित्यमच्युतपदाम्बुजयुग्मरुक्म व्यामोहतस्तदितराणि तृणाय मेने। अस्मद्गुरोर्भगवतोऽस्य दयैकसिन्धो श्रीरामानुजस्य चरणौ शरणं प्रपद्ये। यतिपतिपदभृङ्गं कौशिकाब्धीशचन्द्रं सठरिपुमदसक्तं वादिसिंहार्यभक्तं कमलनयनमार्या
नन्तवरेकशिष्यं सकलबुधवरिष्ठं योगिराजं भजामि। कौण्डिन्यवंशपयसां निधिपूर्णचन्द्रं श्रीयोगिराजकमलाक्षपदाब्जभृङ्गं श्रीवादिभीकरगुरुकरुणैकपात्रं श्रीकेशवं गुरुवरं सततं नमामि। श्री राधा मेरी स्वामिनी, मैं श्री राधे को दास, जन्म जन्म मोहि दीजिए श्री वृंदावन को बास। जय हो। यो पापी संसारमा जितमा होइन हारमा, म अज्ञानी रुँदै आए माताको दरबारमा। यो पापी संसारमा जितमा होइन हारमा, म अज्ञानी रुँदै आए माताको दरबारमा। माताको दरबारमा, माताको दरबारमा, म अज्ञानी रुँदै आए माताको दरबारमा। माताको दरबारमा, माताको दरबारमा, म अज्ञानी रुँदै आए माताको दरबारमा। सुन पाए चाँदी पाए, पाए हीरा मोती माता पाए हीरा मोती। सुन पाए चाँदी पाए, पाए हीरा मोती माता पाए हीरा मोती। सायतलाको महल पाए, कैयौँ कोठा कोठी माता कैयौँ कोठा कोठी। सायतलाको महल पाए, सयौँ कोठा कोठी माता सयौँ कोठा कोठी। बिजुली भएको कोठा भित्र रुन्छु अन्धकारमा माता रुन्छु अन्धकारमा। बिजुली भएको कोठा भित्र रुन्छु अन्धकारमा माता रुन्छु अन्धकारमा। यो पापी संसारमा जितमा होइन हारमा, म अज्ञानी रुँदै आए माताको दरबारमा। यो पापी संसारमा जितमा होइन हारमा, म अज्ञानी रुँदै आए माताको दरबारमा। भक्तवत्सल भगवान को श्रीमद्भागवत महापुराण को भाष्यकार भगवान को श्री सद्गुरुदेव भगवान को श्री रमण बिहारी लाल भगवान को श्री गौ गोपाल भगवान को नारायण 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 नारायण। अखिल कोटि ब्रह्मांड नायक परात्पर अखिलेश्वर भगवान श्री हरि को प्रत्यक्ष वाङ्मयी प्रतिमूर्ति श्रीमद्भागवत महापुराण पूज्य गुरुज्यूहरू, उपस्थित विद्वद्वरहरू, कलाकार मित्रहरू, श्रीमद्भागवत सत्सङ्गमा पाल्नुहुने समस्त माता पिता दाजुभाइ दिदीबहिनी, भगवानका प्यारा प्यारा भक्तवृन्द, भगवानको अतिशय कृपाद्वारा प्रधान परिवारमा आयोजित यज्ञमा आज हामी दोस्रो दिनको दोस्रो सत्रमा छौँ। भगवानको अतिशय कृपा छ, कृपाको वर्षा हुन्छ। श्रीमद्भागवत पनि वर्षा। हामी जो श्रीमद्भागवतका कथा श्रवण गर्दैछौँ यो वर्षा हो, माथिबाट परेको पानी। पानी जति धेरै ठुलो पर्छ हामीले घडा कसरी थापेका छौँ यो मुख्य हुन्छ। हामीसँग घडा ठुलो छ भने पानी धेरै आउँछ, हामीसँग घडा नचुइने छ भने पानी भरिन्छ, तर घडा चुइने छ भने पानी भरिए पनि सकिन्छ, चुइएर जान्छ। त्यो घडालाई
उल्टा थापेको छ भने त्यो पानी त्यहाँनिर रहँदैन, त्यो सबै बगेर बाहिर जान्छ। हाम्रो घर आऊ है कन्हैया तिमीलाई जान दिँदैनौ, हाम्रो घर आऊ है कन्हैया तिमीलाई जान दिँदैनौ। हाम्रो घर आयो भने माखन दिनेछौ, 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 माखन दिनेछौ, माखन दिनेछौ, माखन दिनेछौ, माखन दिनेछौ। हाम्रो घर आयो भने माखन दिनेछौ, हाम्रो घर आयो भने माखन दिनेछौ। माखन खाऊ है कन्हैया तिमीलाई जान दिँदैनौ, माखन खाऊ है कन्हैया तिमीलाई जान दिँदैनौ, जान दिँदैनौ कान्हा जान दिँदैनौ, जान दिँदैनौ कान्हा जान दिँदैनौ। हाम्रो घर हाम्रो घर आऊ है कन्हैया तिमीलाई जान दिँदैनौ, हाम्रो घर आऊ है कन्हैया तिमीलाई जान दिँदैनौ। कृष्ण कन्हैया लाल की जय हो। यसरी कर्दम ऋषिसँग विवाह गराइदिनुहुन्छ। स्वयम्भू मुनुले आफ्नी देववती नाम गरेकी कन्याको विवाह गराएर स्वयम्भू मुनु र शतरूपा रानी फर्किएर घर जानुहुन्छ। यतापट्टि कर्दम ऋषि विवाह गर्ने बित्तिकै तपस्यामा बस्नुहुन्छ अनि देवहूतिले सेवा गर्नुहुन्छ। कर्दम ऋषिको कसरी सेवा गर्नुहुन्छ? पृथ्वीभ्यां प्रस्थिते सादे पतिमिङ्गितको विदा नित्यं पर्यचरत प्रीत्या भवानीव भवं प्रभुम्। नित्य निरञ्जन निर्मल कारण अविनाशी प्रभु कारण अविनाशी शरणागत प्रतिपालक शरणागत प्रतिपालक चिन्मय सुखराशि ओम जय जगदीश हरे। सृष्टि स्थिति लय कर्ता त्रिभुवन का स्वामी प्रभु त्रिभुवन का स्वामी। भक्ति सुधा बरसाऊ प्रेम सुधा बरसाऊ शरण पर्यूं हामी ओम जय जग। आसुर भाव निवारक तारक सुखदाता प्रभु तारक सुखदाता। गुण अनुरूप तिमी हौ गुण अनुरूप तिमी हौ हरिहर हौ दाता ओम जय जगदीश हरे। युग युग पालन गर्छौ अगणित रूप धरी प्रभु अगणित रूप धरी। लीलामय रस विग्रह लीलामय रस विग्रह करुणामूर्ति हरि ओम जय जग। समता शांति प्रदायक सजन हितकारी प्रभु सजन हितकारी। चरण शरण अब पाऊँ शरण शरण अब पाऊँ प्रभु भव भयहारी ओम जय जगदीश हरे। भाव मनोहर देव
प्रभु साधक फलदायी। ओम जय जगदीश हरे, ओम जय जगदीश हरे, प्रभु जय दीननाथ हरे, प्रभु का शरण उपासक, हरि का चरण उपासक, कति कति पार तरे। ओम जय जगदीश हरे, ओम जय जगदीश हरे। राखो। ओम जयतु जयतु देवो देवकी नंदनोऽयं, जयतु जयतु कृष्णा वृष्णिवंश प्रदीप, जयतु जयतु मेघ श्यामल कोमलांगो, जयतु जयतु पृथिवी भारनाशो मुकुंद। हरि ओम तद्विष्णोः परमं पदगुं सदा पश्यन्ति सूरया, दिवीव चक्षुरा ततं तद्विप्रासो विपन्यवो जाग्रीवागुं सह समिन्दते विष्णुर्यत्परमं पदम्। हामी यसो पुष्प तुलसीकै भेट्छौँ, हातमा लिन्छौँ, प्रार्थना गर्छौँ। तमद्भुतं बालकमम्बुजे क्षणं चतुर्भुजं शङ्खगदायुधायुधं, श्रीवत्सलक्ष्मं कलशोभिकौस्तुभं, पीताम्बरं सान्द्रपयोधसौभगं, महारवैदूर्यकिरीटकुण्डल तिसापरिशक्तसहस्रकुन्तलम्, उद्दामकाञ्चङ्गदकङ्कणादिभिर्विरोचमानं वसुदेवैक्षत, तासामाविरवोच्छौरे स्मयमानमुखाम्बुज, पीताम्बरधरस्रग्भि साक्षात् मन्मथ मन्मथ। एष नारायण श्रीमान् क्षीरार्णवनिकेतन, नागपर्यङ्कमुत्सृज्य यागतो मथुरापुरी। हरि ओम जनेन जन्यमय जन्त देवास्तानि धर्माणि प्रथमान्यासन्न देहनाकं महिमानः, सचन्त यत्र पूर्वे साध्याः सन्ति देवाः। मन्त्रपुष्पाञ्जलिं समर्पयामि। ओम केशवाय नमः। हामी अर्पण गर्छौँ हातको पुष्प। भगवानमा गर्दा हुन्छ, भागवतमा गर्दा हुन्छ, जहाँ भेटिन्छ त्यहाँ गर्नु। ओम केशवाय नमः, ओम नारायणाय नमः, ओम माधवाय नमः, ओम गोविन्दाय नमः, ओम विष्णवे नमः, ओम मधुसूदनाय नमः, ओम त्रिविक्रमाय नमः, ओम वामनाय नमः, ओम श्रीधराय नमः, ओम ऋषिकेशाय नमः, ओम पद्मनाभाय नमः, ओम दामोदराय नमः, ओम वासुदेवाय नमः, ओम शंकर्षणाय नमः, ओम प्रद्युम्नाय नमः, ओम अनिरुद्धाय नमः, ओम अधोक्षजाय नमः, ओम नारसिंहाय नमः, ओम अच्युताय नमः, ओम जनार्दनाय नमः, ओम उपेन्द्राय नमः, ओम हरये नमः, ओम श्रीकृष्णाय नमः, ओम श्रीं श्रियै नमः, ओम अमृतभवाय नमः, ओम कमलाय नमः, ओम चंद्रसौन्दर्यै नमः, ओम विष्णुपत्न्यै नमः, ओम वैष्णव्यै नमः, ओम परारोहाय नमः, ओम हरिवल्लभाय नमः, ओम देवदेविकाय नमः, ओम सारंगिन्यै नमः, ओम महालक्ष्म्यै नमः, ओम विशिष्टपरिवाराय सर्वदिव्यमङ्गलविग्रहाय श्रीमते नारायणाय नमः, श्रीराधा सर्वेश्वराय नमः, पुराणपुरुषोत्तमाय नमः। यसो हात जोड्छौँ हामी। नृत्यवाद्यादि गीतादि पुराणपठनादिवे लब्धोपचारै सकलै सन्तुष्टो भव माधव, सन्तुष्टा भव माधवे। रिद्धि सिद्धि सहित श्री गणेश भगवान को, श्री सूर्यनारायण भगवान को, श्री दुर्गा भवानी माता को, श्री सांब सदाशिव भगवान को, श्री लक्ष्मी नारायण भगवान को, श्री गोदारंगमन्नार भगवान को, श्री मर्यादा पुरुषोत्तम भगवान को, श्री राधा सर्वेश्वर भगवान को, श्री तुम ही प्रेरणा, तुम ही साधना, तुम ही आराधना, मेरे सांब शिवा। तुम ही आराधना, मेरे सांब शिवा। गुरु बोलो राम राम राम, बोलो श्याम श्याम श्याम, बोलो राम राम राम, बोलो श्याम श्याम श्याम। यहाँ यसरी नै सम्झाउँदै हुनुहुन्छ
कि यो त माया हो। माया कसरी सिद्ध हुन्छ त? माया भनेर कसरी जान्नु? प्रमाण के छ माया भनेको भन्दाखेरि हामी कति हो कतिपल्ट जन्म्यौँ। कोही बेला कसैको छोरो भयौँ, कोही बेला नाति भयौँ, कोही बेला पनाति भयौँ। जड भरतले सम्झाउँदै हुनुहुन्छ रहुगणलाई, कोही बेला नाति हुन्छ, कोही बेला पनाति हुन्छ, कोही बेला चाहिँ नातिनी हुन्छ, कोही बेला छोरी हुन्छ, कोही बेला चाहिँ बुहारी हुन्छ, कोही बेला माता पिता हुन्छ, कोही बेला हजुरबा हजुरआमा हुन्छ, कोही बेला फादर, कोही बेला ग्रान्डफादर, कोही बेला मदर, कोही बेला ग्रान्ड मदर। यस्तो हुन्छ। गीतामा पनि भगवान् यही सम्झाउनुहुन्छ अर्जुनलाई, जड भरतले पनि यही सम्झाउँदै हुनुहुन्छ। भगवान् भन्नुहुन्छ बहुनि मे व्यतीतानि जन्मानि तव च अर्जुन तान्यहं वेद सर्वाणि न त्वं वेत्थ परम तप। हे परम तपस्वी अर्जुन, तिम्रा र मेरा जन्म कति हो कतिपल्ट भए। पहिले अर्जुनलाई शङ्का लाग्छ, अर्जुनलाई यस्तो लाग्छ यिनले ढाँट्दै छन् कि जस्तो लाग्छ गीता सुन्दा पनि। भगवान् भन्नुहुन्छ मैले अस्ति वैवस्वतलाई दिएको थिएँ, सूर्यलाई दिएको थिएँ यो ज्ञान, अनि मनुलाई दिएको थिएँ। त्यत्रालाई मैले ज्ञान दिइसकेँ, त्यो ज्ञान चाहिँ समाप्त भयो। अनि त्यहाँदेखि अब काल समयले गर्दा त्यो समाप्त भयो। अहिले चाहिँ म तिमीलाई यही ज्ञान सुनाउँदैछु भन्दा अर्जुनलाई यस्तो लाग्छ अस्ति मसँगै जन्मिएका तिमी, हजुर अस्ति मसँगै जन्मिनु भएको, मभन्दा केही 1-2 वर्ष अगाडिको हुनुहुन्छ होला, तर मसँगै जन्मिनु भएको हो। अनि त्यहाँदेखि कहिले दिनुभयो त? ती सूर्य त कहिले हो कहिले जन्मिएका हुन् त? अपरम भवतो जन्म परम जन्म विवस्वत। सूचन गरौँ, त्यस पछाडि अगाडि बढौँ। भक्तवत्सल भगवानको जय हो। यहाँहरूले उठेर खुट्टा तन्काउन सक्नुहुन्छ है नाचेर। मेरो नभन मेरो नभन हो, मेरो नभन मेरो नभन, घरबार नाता गोता मेरो नभन, घरबार नाता गोता मेरो नभन, मेरो नभन मेरो नभन, मेरो नभन मेरो नभन, घरबार नाता गोता मेरो नभन, घरबार नाता गोता मेरो नभन। धन दौलत खर खजाना, धन दौलत खर खजाना, व्यर्थ हो यो सब तिम्रो सृजना, व्यर्थ हो यो सब तिम्रो सृजना, छाडी जाने सम्पत्तिलाई मेरो नभन, छाडी जाने सम्पत्तिलाई मेरो नभन, मेरो नभन मेरो नभन, मेरो नभन मेरो नभन, घरबार नाता गोता मेरो नभन, घरबार नाता गोता मेरो नभन। भाइ बन्धु कुल कुटुम्ब, भाइ बन्धु कुल कुटुम्ब, कुल कुटुम्ब कुल कुटुम्ब कुल कुटुम्ब कुल कुटुम्ब, भाइ बन्धु कुल कुटुम्ब, भाइ बन्धु कुल कुटुम्ब, छाडी जानु छ जीवन सङ्गिनी, हामीले छाडी जानु छ जीवन सङ्गिनी, छाडी जाने आफन्तलाई मेरो नभन, छाडी जाने आफन्तलाई मेरो नभन, मेरो नभन मेरो नभन हो, मेरो नभन मेरो नभन, घरबार नाता गोता मेरो नभन, घरबार नाता गोता मेरो नभन। राधे
भक्तवत्सल भगवानको जय हो। श्रीमद् भागवत महापुराणको जय हो। सुखदेव भगवान खगोल भूगोलको वर्णन गर्दै हुनुहुन्छ। खगोल यसरी जान्छ, यहाँ तल सबैभन्दा मुनि पृथ्वी हुन्छन्, पृथ्वीबाट उँभो उँभो जान्छ, उँभो उँभो गइसकेपछि खगोल भूगोललाई भन्दै हुनुहुन्छ पृथ्वी छन् यहाँ, जम्बूद्वीप छन् यहाँ, जहाँनिर जामुन पाक्छन्, जामुनका अत्यन्त धेरै फलहरू हुन्छन्, त्यसलाई जम्बूद्वीप भनिन्छ। यसरी अगाडि गइसकेपछि उँभो उँभो जाँदाखेरि अरू अरू द्वीप आउँदै जान्छन्, त्यहाँबाट माथि माथि जान्छन्। सबै एकसँग जोडिएका हुन्छन्, एक अर्कासँग जोडिएका हुन्छन्। 10 लाख योजन माथि जाँदाखेरि सूर्यको लोक आउँछ, त्यहाँबाट 10 लाख योजन माथि जाँदाखेरि चन्द्रमाको लोक आउँछ, त्यहाँदेखि 10 लाख योजन माथि जाँदाखेरि सूर्य भौमको मङ्गलको लोक आउँछ, त्यहाँदेखि माथि 10 लाख योजन माथि जाँदा बुधको लोक आउँछ, त्यहाँदेखि 10 लाख योजन माथि जाँदा बृहस्पतिको लोक आउँछ, त्यसदेखि 10 लाख योजन माथि जाँदाखेरि शुक्रको लोक आउँछ, त्यहाँदेखि 10 लाख योजन माथि जाँदाखेरि शनिको लोक आउँछ। शनि सबैभन्दा माथि छन्, ग्रहहरूमा शनि सबैभन्दा माथि छन्, अनि राहु र केतु सबैभन्दा तल छन्। राहु र केतुको भिन्नै लोक हुन्छ, यसरी वर्णन गर्नुभएको छ। उँभो उँभो जाँदाखेरि अत्यन्त धेरै भोग हुन्छ। यहाँ त्यहाँनिर इन्द्रको लोक हुन्छ, इन्द्र आदि गरिएका देवताहरूको पनि लोक हुन्छ। इन्द्र आदि गरिएका देवताहरूको लोक हुँदै हुँदै अगाडि गइसकेपछि सुमार चक्र आउँछन्, जहाँ भगवानको लोक हुन्छ। यसरी वर्णन गर्नुभएको छ सुखदेव भगवानले। तत्र भगवत साक्षात् यज्ञलिङ्गस्य विष्णुर्विक्रमतो वामगुष्ठान् निर्भिन्नोर्ध्वान्तकटाः विवरेणाञ्च प्रविष्टाः या बाह्यधरधाराः तच्चरणपङ्कजा वने जनारुणा ऋणकिञ्चनाञ्जल्कोपरञ्जिताखिल जगद। भक्तवत्सल भगवानको जय। लक्ष्मी नारायण भगवानको जय। मर्यादा पुरुषोत्तम भगवानको जय। श्री राधा मोहन भगवानको जय हो। भागवत महापुराणको जय। भाष्यकार भगवानको जय। गुरुदेव भगवानको जय। राजको आनन्दको जय। श्रीमन्नारायण जय श्री राधे। यसो साष्टाङ्ग गरौँ अनि विश्राम दिउँ। अपराध शास्त्र भाषण पतितं देव भवार्णबोधरे अगतिं शरणागतं हरे कृपया केवलमात्र सत्कुरु। श्याम सुन्दर भगवानको। श्रद्धेय भक्तजन, हाम्रो आज तेस्रो दिनको मध्यान्तर भइसकेको छ। यहाँहरूलाई मध्यान्तरमा एउटा भजन नाच्ने खालको, यहाँ नाच्दै नाच्दै जानु। चोरिसक्यो मेरो यो सिधा मन, चोरिसक्यो मेरो यो सिधा मन, राधा रमण हरि राधा रमण, राधा रमण हरि राधा रमण, चोरिसक्यो मेरो यो सिधा मन, चोरिसक्यो मेरो यो सिधा मन, राधा रमण हरि राधा रमण, राधा रमण हरि राधा रमण। हरि बोल। यमुना जलमा तिमी श्याम खेल्थ्यौ, यमुना जलमा तिमी श्याम खेल्थ्यौ, गाई चराउँदै दिन बिताउँथ्यौ, गाई चराउँदै दिन बिताउँथ्यौ, कहिले बिछोड हुन्थ्यो कहिले मिलन, कहिले बिछोड हुन्थ्यो कहिले मिलन, राधा रमण हरि राधा रमण, राधा रमण हरि राधा रमण, चोरिसक्यो मेरो यो सिधा मन, चोरिसक्यो मेरो यो सिधा मन, राधा रमण हरि राधा रमण, राधा रमण हरि राधा रमण।
गोकुलका गोविन्द गोपिका गोपाल गोकुलका गोविन्द गोपिका गोपाल यशोमती माताका मदन गोपाल यशोमती माताका मदन गोपाल श्यामल रूप छ तेर्सा नयन श्यामल रूप छ तेर्सा नयन राधा रमण हरि राधा रमण राधा रमण हरि राधा रमण चोरी सक्यो मेरो यो सीधा मन चोरी सक्यो मेरो यो सीधा मन राधा रमण हरि राधा रमण राधा रमण हरि राधा रमण अब त दर्शन देऊ न घन श्याम 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 ब्रजवासीका कृपा निधान ब्रजवासीका कृपा निधान भक्तका जीवन हो निर्धन का धन भक्तका जीवन हो निर्धन का धन राधा रमण हरि राधा रमण राधा रमण हरि राधा रमण चोरी सक्यो मेरो यो सीधा मन चोरी सक्यो मेरो यो सीधा मन राधा रमण हरि राधा रमण राधा रमण हरि राधा रमण राधा कृष्ण तिम्रो सम्झना बढ्दै गयो झन् कृष्ण तिम्रो सम्झना बढ्दै गयो झन् प्रभु तिम्रो सम्झना बढ्दै गयो झन् प्रभु तिम्रो सम्झना बढ्दै गयो झन् तिर्खाएको मृग झैँ बुमन हो तिर्खाएको मृग झैँ बुमन तिर्खाएको मृग झैँ बुमन हो तिर्खाएको मृग झैँ बुमन गोकुल खोजे मथुरा खोजे गोकुल खोजे मथुरा खोजे खोजे वृन्दावन तिर्खाएको मृग झैँ बुमन हो तिर्खाएको मृग झैँ बुमन आज आउलान् भोलि आउलान् दिन वर्ष बन्दै आज आउलान् भोलि आउलान् दिन वर्ष गन्दै कहिलेसम्म बाटो हेर्छौँ कृष्ण भन्दा भन्दै कहिलेसम्म बाटो हेरौँ कृष्ण भन्दा भन्दै आज आउलान् भोलि आउलान् दिन वर्ष गन्दै आज आउलान् भोलि आउलान् दिन वर्ष गन्दै कहिलेसम्म बाटो हेरौँ कृष्ण भन्दा भन्दै कहिलेसम्म बाटो हेरौँ कृष्ण भन्दा भन्दै झर्छ आँसु गल्छ पाउ झर्छ आँसु गल्छ पाउ थाक्न लाग्यो तन तिर्खाएको मृग झैँ बुमन हो तिर्खाएको मृग झैँ बुमन कृष्ण तिम्रो सम्झना बढ्दै गयो झन् प्रभु तिम्रो सम्झना बढ्दै गयो झन् तिर्खाएको मृग झैँ बुमन हो तिर्खाएको मृग झैँ बुमन गोकुल खोजे मथुरा खोजे एउटा माथि लानु अखण्डमण्डलाकारं व्याप्तं येन चराचरं तत्पदं दर्शितं येन तस्मै श्री गुरवे नमः।
अज्ञानतिमिरान्धस्य ज्ञानाञ्जनशलाकया चक्षुरुन्मीलितं येन तस्मै श्री गुरवे नमः। नारायण 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 नारायण। अखिल कोटि ब्रह्मांड नायक परात्पर अखिलेश्वर भगवान श्रीहरि को प्रत्यक्ष वाङ्मयी प्रतिमूर्ति श्रीमद् भागवत महापुराण पूज्य गुरुज्यूहरू, उपस्थित विद्वद्वरहरू, यस परिवारका समस्त सदस्यज्यूहरू, कलाकार मित्रहरू, यस पवित्र यज्ञमा पाल्नुहुने समस्त माता पिता दाजुभाइ दिदीबहिनी, भगवानका प्यारा प्यारा भक्तवृन्द, भगवान को अतिशय कृपा द्वारा काश्यप परिवार में आयोजित यज्ञ अंतर्गत आज हामी चौथो दिन में छौं। भगवान को अतिशय कृपा तपाईं हामी माथि बर्सेको छ। भगवान करुणा वरुणालय हुनुहुन्छ, अतिशय कृपालु हुनुहुन्छ। जबसम्म परमात्मा को कृपा हुँदैन, जबसम्म यस्ता करुणा वरुणालय भगवान को कृपा हुँदैन, तबसम्म श्रीमद् भागवत सुलभ हुँदैन। हामीले गजेन्द्र मोक्षका कथाहरू श्रवण गर्यौं। हाथीले स्तुति गर्छ, हाथीका अगाडि भगवान प्रकट हुनुहुन्छ। हाथी शिक्षित छ, पूर्वजन्मदेखि शिक्षित छ। इन्द्रद्युम्न नाम गरेका राजा छन् पहिले पूर्वजन्ममा हाथी। भगवानले वरदान दिनुभएको छ हाथीलाई। हाथी र सरोवरको अनि भगवानको ध्यान गर्दै कसैले गजेन्द्र मोक्षको पाठ गर्छ भने त्यसले परम गतिलाई प्राप्त गर्छ। दुर्वासा ऋषि एक दिन वैकुण्ठमा जानुहुन्छ। भगवानको दर्शन गर्न भनेर वैकुण्ठ धाम जानुहुन्छ। वैकुण्ठमा गएर भगवानको दर्शन गर्नुहुन्छ। भगवत दर्शनदेखि आह्लाद हुनुभएको छ दुर्वासा ऋषि। भगवानले एउटा माला लगाइदिनु भएको छ दुर्वासा ऋषिलाई। पुच्छरपट्टि समातेको छ सर्पको, देवताहरूले मुखपट्टि समातेको छ। अनि यिनीहरूले अहे रङ्ग मङ्गलम, जुन सर्पको पुच्छर हुन्छ त्यो अमङ्गल हुन्छ भनेर सुनेका छन्। त्यसैले यस्तो अमङ्गल हामीलाई समाउन दिने, यस्ता हामी अमङ्गलतिर समाउँदैन भनेपछि भगवानले सङ्केत गरिदिनुहुन्छ। भगवानले जब सङ्केत गरिदिनुहुन्छ देवताहरूले पुच्छरतिर समाउँछन्, दानवहरूले चाहिँ त्यो मुखतिर समाउँछन्। अनि सर्प यसरी घार घुर हुँदाखेरि भक्तवत्सल भगवानको सर्प यसरी घार घुर भएका बेलामा के हुन्छन्, टाइट हुन्छन्, तातिन्छन् अनि फुवा गर्छन् सर्पले। सर्पले जब फुवा गर्छन् त्यो भित्रको जुन कालो हुन्छ सर्पको त्यो सबै गएर दानवहरूको अनुहारमा लाग्छ। दानवहरू काला हुन्छन्, देवताहरू गोराका गोरा भइरहन्छन्। यसरी मध्यमानेर्नभेशोद्री रनाधारो ह्यपोविशत ध्रियमाणोऽपि बलिभिर् गौरवात् पाण्डुनन्दन। त्यस्ता बलवान दैत्यहरूले चाहिँ मजाले तान्दाखेरि आफ्नो गौरवताले गर्दाखेरि त्यो पर्वत चाहिँ स्थिर भएर बसेको। हे राम हे जग में सचो तेरो नाम, हे राम हे राम। तू ही जगदाता विश्वविधाता, तू ही जगदाता विश्वविधाता, तू ही जगदाता विश्वविधाता, तू
ही जगदाता विश्व विधाता, तू ही सुबह तू ही शाम। हे राम हे राम हे राम हे राम, जग में साँचो तेरो नाम। हे राम हे राम हे राम हे राम। भगवान आशीर्वाद दिन भनेर झुक्नुहुन्छ। त्यतिखेर सीताजीले माला लगाइदिनुहुन्छ। सीताराम भगवानको जय हो। दिव्य विवाह भएको छ। सीता पत्नी भइन् रमापति गीता, लक्ष्मणजी की उर्मिला, पत्नी हुन् कृतिका भरत की, शत्रुघ्न की माण्डवी। यी चारैजना भाइको यहाँनिर विवाह भएको छ। आउनुहोस् हामी त्यो विवाहको दर्शन गरौँ अनि नन्द घर आनन्द भयोतिर जानुपर्छ। जनकपुरमा राम गए दुल्हा बनेर, जनकपुरमा राम गए दुल्हा बनेर, जाउँ जाउँ सखी परसिन फुल लिएर, जाउँ जाउँ सखी परसिन फुल लिएर। जनकपुरमा राम गए दुल्हा बनेर, जनकपुरमा राम गए दुल्हा बनेर, जाउँ जाउँ सखी परसिन फुल लिएर, जाउँ जाउँ सखी परसिन फुल लिएर। पवित्र भएको थाहा पाउनुहुन्छ, किनभने शेष भगवान जानुभएको छ अस्ति गर्भमा। देवकीको गर्भ अब पवित्र भएको छ। म जानु पर्यो भनेर भगवान वसुदेवका मनमा जानुहुन्छ। जब वसुदेवका मनमा जानुहुन्छ, वसुदेवका शक्तिद्वारा देवकीका गर्भमा भगवान प्रवेश गर्नुहुन्छ। दधार सर्वात्मकमात्मभावं काष्ठायथानन्दकरं मनस्सा। जब देवकीका गर्भमा भगवान प्रवेश गर्नुहुन्छ, देवकीको तेज बढेर जान्छ। देवकी अत्यन्त तेजस्वी हुनुहुन्छ। वसुदेव र देवकी कंसका कारागारमा बसेर भगवानको ध्यान गर्नुहुन्छ, भगवानको पूजा गर्नुहुन्छ, भगवानको आराधना गर्नुहुन्छ। जहिलेदेखि जेलमा बस्नुभयो तहिलेदेखि नै आराधना गरिरहनुहुन्छ। आज पनि आराधना गरेर बस्नुभएको छ। देवकीको तेज अत्यन्त धेरै बढेर गएको वसुदेवले दर्शन गर्नुहुन्छ। वसुदेवले हेर्नुहुन्छ, आकाशबाट देवताहरू आउनुभएको छ, ब्रह्मा आदि गरीका देवताहरू आउनुभएको छ अनि स्तुति गर्नुभएको छ। भगवानको गर्भमा भएका परमात्माको स्तुति गर्नुहुन्छ। सबैका घरमा आज सबैका यज्ञमा आफै आगो बल्दैछन्, अग्नि जलाइँदैछ। अग्नि सधैँ बाल्दा बाल्दा गर्दाखेरि फुक्दा फुक्दा गर्दाखेरि बल्थे, तर आज त आफै बल्दैछन्, किनभने परमात्मा श्री कृष्ण आउँदै हुनुहुन्छ। मन्दम मन्दम जलधरा, गडङगुडुङ गर्ने पानी छैन आज। ती जलधरहरू अत्यन्त मन्द भएका छन्। बिस्तारो बिस्तारो भगवानको स्तुति गरेका छन्, भगवानको स्वागत गरेका छन् तिनीहरूले। अनि रात्रिको समय छ, भाद्र महिना कृष्ण पक्ष अष्टमी तिथि बुधबारको सुयोग छ। देवक्याम देवरूपिण्याम, देवकीका गर्भबाट भगवान प्रकट हुनुहुन्छ। कस्ता भगवान? सुखदेव भगवान वर्णन गर्दै हुनुहुन्छ। विष्णु सर्वगुहाशयः, विष्णु हुनुहुन्छ जो सबैका गुहाशयमा बस्नुहुन्छ, सबैका हृदयमा बस्नुहुन्छ। यस्ता परमात्मा प्रकट हुनुहुन्छ। यहाँ त चार चार रूप लिएर भगवान चार चार हात भएका परमात्मा प्रकट हुँदै हुनुहुन्छ। तमद्भुतं बालकमम्बुजेक्षणं चतुर्भुजं शङ्ख गदायुधायुधं। चार चार हात भएका भगवान पो आए त। यहाँ त एउटा हात भएको होइन, त्यस्तो फुस्रो बालक जन्मिँदै छैन। यहाँ त वसुदेव र देवकीका अगाडि एउटा प्रकाश देखिन्छ। त्यो प्रकाश चार हातको हुन्छ। कस्तो चिल्लो न चिल्लो बालक जन्मिएको छ। यहाँ त सुखदेव भगवान वर्णन गर्दै हुनुहुन्छ। चतुर्भुजम, चार हात भएको, शङ्ख चक्र गदा पद्म धारण गरेको, श्रीवत्स लगाएको बालक छ। श्रृङ्गारले युक्त भएको बालक छ। पीताम्बर धारण गरेको बालक छ। अनि म एक्लै छु भन्छ। शान्ति छ। त्यसरी आँखा बन्द गरेर जन्मिँदैन। यहाँ जन्मिएका बालक कस्ता छन्? आँखा बन्द गरेका छैनन्, आँखा हेरेर जन्मेका छन्, ठुल्ठुला आँखा हेरेर जन्मेका छन्। स्वागतम कृष्ण शरणागतं कृष्ण, स्वागतं कृष्ण शरणागतं कृष्ण।
स्वागतं सुस्वागतं स्वागतं सुस्वागतं शरणागतं कृष्ण शरणागतं कृष्ण स्वागतं कृष्ण शरणागतं कृष्ण स्वागतं कृष्ण शरणागतं कृष्ण स्वागतं सुस्वागतं स्वागतं सुस्वागतं शरणागतं कृष्ण शरणागतं कृष्ण स्वागतं कृष्ण शरणागतं कृष्ण स्वागतं कृष्ण शरणागतं कृष्ण ब्रजधाम के कृष्ण निज धाम के कृष्ण ब्रजधाम के कृष्ण निज धाम के कृष्ण स्वागतं कृष्ण शरणागतं कृष्ण स्वागतं कृष्ण शरणागतं कृष्ण स्वागतं सुस्वागतं स्वागतं सुस्वागतं शरणागतं कृष्ण शरणागतं कृष्ण स्वागतं कृष्ण शरणागतं कृष्ण शरणागतं कृष्ण शरणागतं कृष्ण श्री बालकृष्ण भगवान को श्री बाल मुकुंद भगवान को नन्द बाबाले सबैको स्वागत गर्दै भव्यताका साथ नन्दोत्सव गर्नुभएको छ। यहाँ गोप गोपीहरू सबै आएका छन्, सबैले आशीर्वाद दिएका छन्, बालकृष्णको दर्शन गरेको छ। आउनुहोस् हामी पनि भव्यताका साथ सबै नाचेर नन्दोत्सव मनाउनेछौँ आज। सबैजना उठेर नाच्नु होला। बालकृष्ण भगवान को जय हो। नन्दोत्सवमा सबै नाच्नुपर्छ, सबैले नाच्नुपर्छ। नन्दगर आनन्द भयो जय हो नन्दलाल की 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 जय कन्हैया लाल की जय यशोदा लाल 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 की नन्दघर आनन्द भयो जय हो नन्दलाल की नन्दघर आनन्द भयो जय कन्हैया लाल की जय यशोदा लाल की जय कन्हैया लाल की जय यशोदा लाल की जय कन्हैया लाल नन्दघर आनन्द भयो जय कन्हैया लाल की नन्दघर आनन्द भयो जय कन्हैया लाल की जय कन्हैया लाल की जय यशोदा लाल की जय कन्हैया लाल की जय यशोदा लाल की आनन्द मंग भयो जय कन्हैया लाल की आनन्द उमंग भयो जय कन्हैया लाल की नन्दघर आनन्द भयो जय कन्हैया लाल की नन्दघर आनन्द भयो जय कन्हैया लाल की जय कन्हैया लाल की जय यशोदा लाल की जय कन्हैया लाल की जय यशोदा लाल की नन्दघर आनन्द भयो जय कन्हैया लाल की नन्दघर आनन्द भयो जय कन्हैया लाल की हाथी घोड़ा पाल की जय कन्हैया लाल की जय कन्हैया लाल की हाथी घोड़ा पाल की
हात्ती घोडा पालकी जय कन्हैया लाल की नन्द घर आनन्द भयो जय कन्हैया लाल की नन्द घर आनन्द भयो जय कन्हैया लाल की कसैलाई घोडा दिए कसैलाई पालकी कसैलाई घोडा दिए कसैलाई पालकी कसैलाई हात्ती दिए कसैलाई पालकी कसैलाई हात्ती दिए कसैलाई पालकी कसैलाई घोडा दिए कसैलाई दुसालकी कसैलाई घोडा दिए कसैलाई दुसालकी नन्द घर आनन्द भयो जय कन्हैया लाल की नन्द घर आनन्द भयो जय कन्हैया लाल की जय कन्हैया लाल की जय यशोदा लाल की जय कन्हैया लाल की जय यशोदा लाल की नन्द घर आनन्द भयो जय कन्हैया लाल की नन्द घर आनन्द भयो नाचौ 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 सबै गाउँ सबै नाचौ 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 सबै गाउँ सबै कृष्ण आए जगतमा कृष्ण आए जगतमा हरियाली छायो खुशियाली छायो हरियाली छायो खुशियाली छायो हरियाली छायो खुशियाली छायो हरियाली छायो खुशियाली छायो कृष्ण आए जगतमा कृष्ण आए जगतमा नन्द घर आनन्द भयो जय कन्हैया लाल की नन्द घर आनन्द भयो जय कन्हैया लाल की जय कन्हैया लाल की जय यशोदा लाल की जय कन्हैया लाल की जय यशोदा लाल की आनन्द उमङ्ग भयो जय कन्हैया लाल की आनन्द उमङ्ग भयो जय कन्हैया लाल की हाथी घोडा पालकी जय कन्हैया लाल की हाथी घोडा पालकी हाथी घोडा पालकी हाथी घोडा पालकी जय कन्हैया लाल की हाथी घोडा पालकी नन्द घर आनन्द भयो जय कन्हैया लाल की नन्द घर आनन्द भयो जय कन्हैया लाल नाचौ 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 सबै गाउँ सबै नाचौ 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 सबै गाउँ सबै कृष्ण आए जगतमा कृष्ण आए जगतमा हरियाली छायो खुशियाली छायो हरियाली छायो खुशियाली छायो हरियाली छायो खुशियाली छायो हरियाली छायो खुशियाली छायो कृष्ण आए जगतमा कृष्ण आए जगतमा नन्द घर आनन्द भयो जय कन्हैया लाल की नन्द घर आनन्द भयो कन्हैया लाल की जय कन्हैया लाल की हाथी घोडा पालकी जय कन्हैया लाल की हाथी घोडा पालकी हाथी घोडा पालकी जय कन्हैया लाल की जय कन्हैया लाल की हाथी घोडा पालकी हाथी घोडा पालकी श्याम सुन्दर भगवान को जय कृष्ण झुला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण झुला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण झुला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण झुला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला आज राति कृष्णजीको झुला हेर्न जाने आज राति कृष्णजीको झुला हेर्न जाने 1600 गोपिनीलाई कृष्ण साथ लाने कृष्ण झुला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण झुला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण झुला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला
कृष्ण झुला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला मनुष्यको चोला हाम्रो बाँच्नु दिन चारा मनुष्यको चोला हाम्रो बाँच्नु दिन चारा कृष्ण झुला गाइरहँ यही जीवन सारा कृष्ण झुला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण झुला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण झुला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण झुला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला वृन्दावनको झिलिमिली कृष्णजीको दर्शन जय हो वृन्दावनको झिलिमिली कृष्णजीको दर्शन कृष्णजीको दर्शन गर्ने सबै भक्त तरछन् कृष्ण झुला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण झुला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण झुला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला धन 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 बजत नाल तम 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 ताल धुन धम 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 बजत नाल तम 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 ताल धुन चरण छम 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 चरण छम 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 चरण छम 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 चरण छम 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 नपुर धुन प्यारे वृन्दावन कुञ्ज भवन वृन्दावन कुञ्ज भवन वृन्दावन कुञ्ज भवन वृन्दावन कुञ्ज भवन नाच त गिरिधारी वृन्दावन कुञ्ज भवन वृन्दावन कुञ्ज भवन कृष्णको महिमा गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्णको महिमा गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला उमेर छँदै भजन गरौँ नभुलौँ मायामा भजन गरौँ नभुलौँ मायामा कृष्णको नाम मिलेर जपौँ शीतलो छायामा कृष्णको नाम मिलेर जपौँ शीतलो छायामा कृष्णको महिमा गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्णको महिमा गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला तेरो र मेरो के भन्नु छ र अन्त्यमा छोड्ने हो तेरो र मेरो के भन्नु छ र अन्त्यमा छोड्ने हो तेरो र मेरो के भन्नु छ र अन्त्यमा छोड्ने हो तेरो र मेरो के भन्नु छ र अन्त्यमा छोड्ने हो दुई दिने जीवन भजन गाए भक्तिमा जोड्ने हो दुई दिने जीवन भजन गाए भक्तिमा जोड्ने हो हरि बोल कृष्णको महिमा गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्णको महिमा गाइरहनु होला फेरि
फेरि फेरि भन्दैमा पाइँदैन यो झोला कृष्णको महिमा गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो झोला कृष्णको महिमा गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो झोला फेरि फेरि भन्दैमा पाइँदैन यो झोला बाल मुकुन्द भगवानको भक्तवत्सल भगवानको नन्द उत्सवको आज की आनन्दको अनि फर्केर द्वारिका जानुभएको छ द्वारिकामा गइसकेपछि भगवानले अब विधि विधानसँगले रुक्मिणीसँग भव्य विवाह गर्नुभएको छ। अब हाम्रो अगाडि पनि विवाह हुँदैछ। यहाँ बेहुला बेहुली आउँदैछन्, जन्ती आउँदैछन्। हामी भगवानको विवाहको दर्शन गर्छौँ। आओ मेरी सखियाँ मुझे मेहंदी लगा दो आओ मेरी सखियाँ मुझे मेहंदी लगा दो मेहंदी लगा दो मुझे ऐसी सजा दो मेहंदी लगा दो मुझे ऐसी सजा दो मुझे श्याम सुंदर की दुल्हन बना दो मुझे श्याम सुंदर की दुल्हन बना दो आओ मेरी सखियाँ मुझे मेहंदी लगा दो आओ मेरी सखियाँ मुझे मेहंदी लगा दो मेहंदी लगा दो मुझे ऐसी सजा दो मेहंदी लगा दो मुझे ऐसी सजा दो मुझे श्याम सुंदर की दुल्हन बना दो मुझे श्याम सुंदर की दुल्हन बना दो। ल बेहुलीले बेहुलालाई माला लगाउँछिन् अनि बेहुलाले बेहुलीलाई लगाउँछन् है त। ताले बोलिए कृष्णचन्द्र भगवान की बेसेदी गर्ने नाच्नु होला। सत्संग में मेरी बातें चलाई सत्संग में मेरी बातें चलाई सद्गुरु ने मेरी किन्ही सजाई सद्गुरु ने मेरी किन्ही सजाई उनको भुला के हाथ लेवा तो करा दो उनको बुला के हाथ लेवा तो करा दो मुझे श्याम सुंदर की दुल्हन बना दो मुझे श्याम सुंदर की दुल्हन बना दो आओ मेरी सखियाँ मुझे मेहंदी लगा दो आओ मेरी सखियाँ मुझे मेहंदी लगा दो मेहंदी लगा दो मुझे ऐसी सजा दो मेहंदी लगा दो मुझे ऐसी सजा दो मुझे श्याम सुंदर की दुल्हन बना दो मुझे श्याम सुंदर की दुल्हन बना दो। ऐसे पाहुन चूड़ियाँ जो कबहू न टूटे ऐसे पाहुन चूड़ियाँ जो कबहू न टूटे ऐसा बेस दुल्हा जो कबहू न छूटे ऐसा बेस दुल्हा जो कबहू न छूटे अटल सुहाग की बिंदिया सजा दो अटल सुहाग की बिंदिया सजा दो मुझे श्याम सुंदर की दुल्हन बना दो मुझे श्याम सुंदर की दुल्हन बना दो आओ मेरी सखियाँ मुझे मेहंदी लगा दो आओ मेरी सखियाँ मुझे मेहंदी लगा दो मेहंदी लगा दो मुझे ऐसी सजा दो मेहंदी लगा दो मुझे ऐसी सजा दो मुझे श्याम सुंदर की दुल्हन बना दो मुझे श्याम सुंदर की दुल्हन बना दो मुझे श्याम सुंदर की दुल्हन बना दो मुझे श्याम सुंदर की
अर्को आउँदैछ फेरि नाच्नु होला सबैजना श्याम सुन्दर भगवानको जय हो विवाह हुन गो विवाह हुन गो विवाह हुन गो विवाह हुन गो यो शुभ घडीमा विवाह हुन गो यो शुभ घडीमा विवाह हुन गो 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 यो शुभ घडीमा विवाह हुन गो यो शुभ घडीमा विवाह हुन गो जन्ती आए रुक्मिणीका द्वारका धामदेखि जन्ती आए रुक्मिणीका द्वारका धामदेखि जन्ती आए श्री कृष्णका द्वारका धामदेखि जन्ती आए श्री कृष्णका द्वारका धामदेखि रुक्मिणीजी खुसी भइन् ती जन्तीलाई देखे रुक्मिणीजी खुसी भइन् ती जन्तीलाई देखे विवाह हुन गो विवाह हुन गो विवाह हुन गो विवाह हुन गो यो शुभ घडीमा विवाह हुन गो यो शुभ घडीमा विवाह हुन गो हरि बोल रुक्मिणीले पुष्पमाला स्वयंवरमा दिइन् रुक्मिणीले पुष्पमाला स्वयंवरमा दिइन् रुक्मिणीले पुष्पमाला स्वयंवरमा दिइन् रुक्मिणीले पुष्पमाला स्वयंवरमा दिइन् भगवानका वरमालाले साह्रै खुसी भइन् भगवानका वरमालाले साह्रै खुसी विवाह हुन गो विवाह हुन गो विवाह हुन गो यो शुभ घडीमा विवाह हुन गो यो शुभ घडीमा विवाह हुन गो शुभ घडी शुभ बेला राम्रो साहित्यमा 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 शुभ विवाह सम्पन्न भो दिनको सहायतामा शुभ विवाह सम्पन्न भो दिनको सहायतामा विवाह हुन गो विवाह हुन गो विवाह हुन गो विवाह हुन गो यो शुभ घडीमा विवाह हुन गो यो शुभ घडीमा विवाह हुन गो जन्ती आए श्री कृष्णका द्वारका धामदेखि 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 रुक्मिणीजी खुसी भइन् ती जन्तीलाई देखे रुक्मिणीजी खुसी भइन् ती जन्तीलाई देखे विवाह हुन गो विवाह हुन गो विवाह हुन गो विवाह हुन गो यो शुभ घडीमा विवाह हुन गो यो शुभ घडीमा विवाह हुन गो रुक्मिणी र श्री कृष्णले आशीर्वाद दिँदै रुक्मिणी र श्री कृष्णले आशीर्वाद रुक्मिणी र श्री कृष्णले आशीर्वाद दिँदै रुक्मिणी र श्री कृष्णले आशीर्वाद दिँदै बिदा लिन लाग्नु भयो मुसु मुसु हाँस्दै बिदा लिन लाग्नु भयो मुसु मुसु हाँस्दै विवाह हुन गो विवाह हुन गो विवाह हुन गो विवाह हुन गो यो शुभ घडीमा 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 विवाह हुन गो
रुक्मिणी बल्लभ भगवानको, भक्तवत्सल भगवानको। अब एउटा आउनुहोस्। रुक्मिणी भन्दै हुनुहुन्छ, हृदयमा लुकाउँछु आँखामा सजाउँछु, हृदयमा लुकाउँछु आँखामा सजाउँछु, मेरो कृष्णलाई मेरो श्यामलाई, मेरो कृष्णलाई मेरो श्यामलाई, हृदयमा लुकाउँछु आँखामा सजाउँछु, हृदयमा लुकाउँछु आँखामा सजाउँछु, मेरो कृष्णलाई मेरो श्यामलाई, मेरो कृष्णलाई मेरो श्यामलाई। रात दिन साँझ बिहान तिम्रै भजन गाउँछु, 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 तिम्रै दिव्य मुहार सम्झी आँसु झारिरहन्छु, तिम्रै दिव्य मुहार सम्झी आँसु झारिरहन्छु, दही दुध मखनको भोगमा लगाउँछु, दही दुध मखनको भोगमा लगाउँछु, मेरो कृष्णलाई मेरो श्यामलाई, मेरो कृष्णलाई मेरो श्यामलाई, हृदयमा लुकाउँछु आँखामा सजाउँछु, हृदयमा लुकाउँछु आँखामा सजाउँछु, मेरो कृष्णलाई मेरो श्यामलाई, मेरो कृष्णलाई मेरो श्यामलाई। प्रभु आउने बाटोभरि नयन बिछाइरहेछु, 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 दीप मनोहर बाली बाली आरती मगाउँछु, दीप मनोहर बाली बाली आरती मगाउँछु, दही दुध मखनको भोगमा लगाउँछु, दही दुध मखनको भोगमा लगाउँछु, मेरो कृष्णलाई मेरो श्यामलाई, मेरो कृष्णलाई मेरो श्यामलाई, हृदयमा लुकाउँछु आँखामा सजाउँछु, हृदयमा लुकाउँछु आँखामा सजाउँछु, मेरो कृष्णलाई मेरो श्यामलाई, मेरो कृष्णलाई मेरो श्यामलाई। तिमीलाई नै सम्झिसके हृदयको देवा, 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 झट्टै आई लैज प्रभु कहिले होला भेट, झट्टै आई लैज प्रभु कहिले होला भेट, मन्दिरमा भेट्ने छु फुलै फुलमा देख्ने छु, मन्दिरमा भेट्ने छु फुलै फुलमा देख्ने छु, मेरो कृष्णलाई मेरो श्यामलाई, मेरो कृष्णलाई मेरो श्यामलाई, हृदयमा लुकाउँछु आँखामा सजाउँछु, हृदयमा लुकाउँछु आँखामा सजाउँछु, मेरो कृष्णलाई मेरो श्यामलाई, मेरो कृष्णलाई मेरो श्यामलाई, मेरो कृष्णलाई मेरो श्यामलाई, मेरो कृष्णलाई मेरो श्यामलाई। श्याम सुन्दर भगवानको, रुक्मिणी बल्लभ भगवानको।
हस्त भक्तजन हाम्रो रुक्मिणी कृष्ण रुक्मिणीको बिहा यहीँ सम्पन्न भएको छ। अब हामी अगाडिका कार्य गर्दै जानेछौँ। यशोदाको छोरो त्यो बन्सीवालेले, यशोदाको छोरो त्यो बन्सीवालेले दही चोरेर खायो कृष्णकालेले, दही चोरेर खायो कृष्णकालेले। यशोदाको छोरो त्यो बन्सीवालेले, यशोदाको छोरो त्यो बन्सीवाले। के हो यो अन्तिम भजन नाच्नु सबैजना। यशोदाको छोरो त्यो बन्सीवालेले, यशोदाको छोरो त्यो बन्सीवालेले। अनंत वैकुंठ मुकुंद कृष्ण गोविंद दामोदर माधवेति, गोपाल दामोदर माधवे। अखिल कोटि ब्रह्मांड नायक परात्पर अखिलेश्वर भगवान श्री हरि को प्रत्यक्ष वाङ्मयी प्रतिमूर्ति श्रीमद्भागवत महापुराण पूज्य गुरुज्यूहरू, उपस्थित विद्वद्वरहरू, इस परिवारका समस्त सदस्यज्यूहरू, कलाकार साथीहरू, इस पवित्र यज्ञमा पाल्नुहुने समस्त मातापिता, दाजुभाइ, दिदीबहिनी, भगवानका प्यारा प्यारा भक्तवृन्द, भगवानको अतिशय भन्दा अतिशय कृपा द्वारा इस परिवारमा आयोजित यज्ञ सत्संग श्रीमद्भागवत आज हामी अन्तिम दिनतिर छौँ। भगवान करुणा वरुणालय हुनुहुन्छ, भगवान विवाह गर्नुहुन्छ। वैकुण्ठमा छुटेका जो लक्ष्मी नारायण हुनुहुन्छ, यहाँ रुक्मिणीको रूपमा महालक्ष्मी आउनुहुन्छ, श्री कृष्णको रूपमा नारायण आउनुहुन्छ। विवाह हुन्छ, रुक्मिणीसँग भव्य विवाह भएको छ भगवानको। अब विवाह भएपछि भगवानका सन्तान पनि हुन्छ। कामस्तु वासुदेवांसो दग्ध प्राग्रुद्रमन्युना देहोपपत्तये भूया समेव प्रत्यपद्यतः। धनबहादुर प्रधानका घरसम्म आउँदाखेरि पनि यही परम्परा चलेर आउँछ, सुखदेवकै परम्परा चलेर आउँछ। सुखदेवको परम्पराभन्दा परतिर श्रीमद् भागवत हुँदैनन्। यस परिवारमा जो श्रीमद् भागवत सत्सङ्ग भयो, यो सत्सङ्ग अत्यन्त पवित्र छ। यो परम पवित्र सत्सङ्गतिले गर्दाखेरि यहाँहरूका पितृहरू त अवश्य पनि पार भएर जानु नि भयो। यहाँहरूले अति श्रद्धाका साथ, भक्तिका साथ, निष्ठताका साथ यसलाई सम्पन्न गर्दै हुनुहुन्छ। त्यसैले यहाँहरूका पितृहरू त अवश्य पनि चलेर जान्ने भयो। र यस परिवारमा आउँदा दिनहरूमा पनि यस्ता सत्कर्महरू गर्ने प्रेरणा सबै परिवारका सदस्यहरूलाई प्राप्त होस् भन्दै यहाँहरूलाई विशेष धन्यवाद दिँदै, विशेष साधुवाद भन्दै, श्रीमद् भागवतको प्रसाद यहाँहरू सबैलाई प्राप्त होस्, यो परिवारका सम्पूर्ण सदस्यहरूलाई प्राप्त होस् भन्दै यस परम पवित्र कार्यमा जसले सहयोग गर्नुभएको छ, इष्ट मित्र, छर छिमेक, कुल कुटुम्ब, कलाकार साथीहरू, गुरुज्यूहरू, अन्य जसले सहयोग गर्नुभएको छ, साउन्ड सेटमा जसले सहयोग गर्नुभएको छ, प्रविधिमा जसले सहयोग गर्नुभएको छ, यहाँहरू सबैलाई श्रीमद् भागवतको प्रसाद प्राप्त होस् भन्ने कामना गर्दै यी कथा
श्रीमद् भागवतका संक्षिप्त कथा यहाँनिर समापन हुन्छन् र मेरा वाणीहरूलाई पनि गुरुका चरणमा समर्पण गर्दै भगवानका चरणमा समर्पण गर्दै मेरा वाणीहरूलाई पनि यही विराम गर्न चाहन्छु। हस्त जय श्रीमन्नारायण, श्री राधे, नमस्कार। बोलो भक्तवत्सल भगवान को ओम नमो भगवते वासुदेवाय वासुदेवाय भज वासुदेवाय सुदेवाय भज वासुदेवाय नन्दनन्दनाय प्रभु नन्दनन्दनाय नन्दनाय प्रभु नन्दनन्दनाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय। हरिले हरलाई यही ज्ञान सिकाए, 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 यही ज्ञान सिकाए, यही ज्ञान सिकाए, यही ज्ञान सिकाए, यही ज्ञान सिकाए। ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय वासुदेवाय प्रभु वासुदेवाय वासुदेवाय प्रभु वासुदेवाय वासुदेवाय प्रभु वासुदेवाय। दिन आयो भक्तजन को शुभ दिन आयो भक्तजन को शुभ दिन आयो भक्तजन को शुभ दिन आयो मुरली मनोहर श्याम उदायो मुरली मनोहर श्याम उदायो। सके त भगवान सेवा पूजा गरौँला सके त भगवान सेवा पूजा गरौँला नसके भगवान शरण परौँला नसके भगवान शरण परौँला। हो कि होइन? हरि बोल प्रेम से। सुनको घोडा सुनको हात्ती सुनको रथमा 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 विष्णुजीको सवार भयो लक्ष्मी साथैमा विष्णुजीको सवार भयो लक्ष्मी साथैमा। सके त भगवान सेवा पूजा गरौँला सके त भगवान सेवा पूजा गरौँला नसके भगवान शरण परौँला नसके भगवान शरण परौँला। सके त भगवान सेवा पूजा गरौँला सके त भगवान सेवा पूजा गरौँला नसके भगवान शरण परौँला नसके भगवान शरण परौँला नसके भगवान शरण परौँला। श्याम सुन्दर भगवानको। अब एउटा है त अब एउटा आउनुहोस् अनि शिव शंकर भगवान को जय जय हो भोले बाबा हर बम 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 जय जय हो भोले बाबा हर बम बम जय जय हो भोले बाबा हर बम। कैलासवासी हृदयानिवासी कैलासवासी हृदयानिवासी संहार करता हे अविनाशी संहार करता हे अविनाशी। डमरू बजाउँछौ डम 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 डमरू बजाउँछौ डम डम डम। जय जय हो भोले बाबा हर बम बम
जय जय हो भोले बाबा हर बम बम जय जय हो भोले बाबा हर बम बम जय जय हो भोले बाबा हर बम बम जटामा गंगा छन् तिमीसँग जटामा गङ्गा छन् तिमीसँग जटामा गंगा छन् तिमीसँग जटामा गङ्गा छन् तिमीसँग खेल्दछौ जुवा पार्वतीसँग खेल्दछौ जुवा पार्वतीसँग नाच्दछौ नटवर छम 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 नाच्दछौ नटवर छम 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 जय जय हो भोले बाबा हर बम बम 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 भस्म लगाई चन्दन लगाई भस्म लगाई चन्दन लगाई भस्म लगाई चन्दन लगाई भस्म लगाई चन्दन लगाई बागम्बर माथि बसौ रमाई बागम्बर माथि बसौ रमाई चन्द्रमा टल्कन छन् टल 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 चन्द्रमा टल्कन छन् टल 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 जय जय हो भोले बाबा हर बम बम 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 कैलाशपति शिव शंकर भगवान की नागको माला नीलो छ गला 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 निधारमा तिम्रो अग्निको ज्वाला निधारमा तिम्रो अग्निको ज्वाला ती नेत्र बल्दछन् दन 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 ती नेत्र बल्दछन् दन 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 जय जय हो भोले बाबा हर बम बम 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 हर बम बम हर बम बम हर बम 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 शिव शंकर भगवान को भक्तवत्सल भगवान को लक्ष्मी नारायण भगवान को हस् त यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद नाचेर गाएर साथ दिनुभयो यो पाँच दिन हाम्रो एकदम रमाइलो भयो भक्तिमय भयो भजनमय भयो कथामय भयो भागवतमय भयो र यसरी नै हाम्रो अगाडि दिनहरूमा सत्सङ्ग हुने नै छ भन्दै हामी पनि भजनको मेलोबाट यहाँबाट बिदा लिन चाहन्छौँ बोलो भक्तवत्सल भगवानको थ्याङ्क यू थ्याङ्क यू
साधुजनले गाउने ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय पाए आखिरीमा मुक्ति भई प्रभु पद पाए ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय बिना वैकुण्ठ बास पाए अरू जप तप बिना वैकुण्ठ बास पाए ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय भरि यही मन्त्र